भिडियो पुरै वाच गर्नु है साथीहरू। टक्क लगाएर आज चाहिँ भन्छ नि बिहेको कुरा लिएर विषय लिएर अगाडि बढाएको छु है। बिहे जस्तो कुरा भन्छ नि त मान्छेले, कुरेको होइन जुरेको। अब त्यही भएर कहिले सहायता आउँछ कि भनेर कुरेको भन्छ। सहायता नि आउनु पर्यो, जुर्नु पनि पर्यो, कुर्नु पर्यो भनेर दुइटै चिजको चाहिँ त एकदमै हुन्छ। तर मलाई जहाँसम्म लाग्छ बिहे चाहिँ ढिलोभन्दा छिटै गर्नु राम्रो रहेछ। किनकि अब 30 वर्ष 35 वर्ष पुगेर बिहे गर्नुहुन्छ। अब 40 वर्षको मेरो बच्चा जन्मेला अनि आफू 50 वर्ष 55 वर्ष हुँदाखेरि छोरा बल्ल तपाईँको 10-15 वर्ष होला। त्यही भएर बरु बिहे भन्दा छिट्टो गर्ने हो। ठक्कै लगाएर बच्चाहरू पनि आफू सँगसँगै हुर्किन्छ होइन। ठक्कै लगाएर कता कता हिँड्दा पनि ओइ तिम्रो त बहिनी हो, ओइ तिम्रो त भाइ हो भन्छ नि। होइन नि मेरो त छोरा हो नि, मेरो छोरी नि। अरे हो र, तिमी त यस्तै राम्रो छौ त, भर्खर कि छौ भन्ने हुन्छन्। आज त बुढेसकालमा ट्याट्याटेर डोराएर हिँड्नु भन्दा त बरु बिहे भनेको छिटो नै गर्नु राम्रो। अब भविष्यको भाबीले लेखेको छालाले छेकेको त्यो त के हुन्छ, कसैको राम्रो हुन्छ कसैको राम्रो हुँदैन, त्यो भनेको आफ्नो लेखन त हो हजुर। कहिले पनि दुःख नमान्नुहोस्। आफूले लेखेको अनि ठक्क पुरा हुन्छ, देखेको भन्दा पनि लेखेको चाहिन्छ अरे। त्यही भएर चिन्ता पिर नगर्नुहोस्। कसैको छुट्छ, कसैको टुट्छ, कसैको गाँसिन्छ, कसैको टाँसिन्छ, कसैको त किनभने अब हामीले बनाएको नै भगवानको पालिदेखि नि त बनेर आएको क्या हजुर। सबैको गाँसिराख्नु त जीवनमा धरतीले थाम्दै थाम्दैन। त्यही भएर सबैको टुट्नु पनि पर्छ अरे, जुट्नु पनि पर्छ, फुट्नु पर्छ। त्यो आफ्नो लेखेको हो क्या, देखेको हुँदैन। त्यही भएर चिन्ता पिर नगर्नुहोस्। जिन्दगीमा छुटेर बस्ने बुढाबुढी छुटेर बस्ने त कति छन्, कति बिहे नगर्ने कति छन्, सानो उमेरमा बिहे गर्ने कति छन्, ठुलो उमेरमा बिहे गर्ने कति छन्। तर एक्जाम्पल सानै उमेरमा बिहे गरेर चाहिँ ठक्क छोराछोरी बनाएको चाहिँ एकदमै राम्रो हुँदो रहेछ। किनभनेदेखि मैले भोगेको अब ठक्क मेरो 4वटा बच्चाहरू छ नि त। 4वटा बच्चा, छोरा 3टा, एउटा छोरी गर्दा 4वटा छ। त्यसमाथि एउटा नाति एउटा नातिना गर्दा त म त ठक्कै लगाएर मेरो सन्तान 4वटा भएपछि मेरो 2टा नाति नातिना 6जना। अहिले मेरो ठक्क लगाएर 6जना त मेरै मात्रै सन्तान भइसक्यो। त्यही भएर हतार नगर्नु भन्छ नि, तर हतार गर्नु पनि पर्दो रहेछ क्या जिन्दगानी हो। त्यही भएर साथीहरूलाई सबैजनालाई सल्लाह सुझाव दिएको छु। गाली नगर्नु होला, ताली गर्नु होला, कसैले नराम्रो वचन नगर्नु होला। किनभने हामीले यो धरतीको पाउन एक दिन छोडेर जानै पर्छ। तपाईँ जति धनी भए पनि खाने भातै हो जाने घाटै हो, गरिब भए पनि खाने भातै हो जाने घाटै हो। त्यही भएर मान्छेले बोल्दा सोच्दा हरेक कुरा विचार पनि पुऱ्याउनु पर्छ भन्ने मेरो सबैलाई आग्रह गर्दै सबैलाई नमस्ते। 2 हात जोडी फुत्त मोबाइल छोडी है। भिडियो त आएकै गर्छ। फेरि अर्को भिडियोमा अब भेटौँला। धेरै लामो भिडियो भएछ।